के तपाईँहरू पनि फ्लो बटन ल्याउन चाहनुहुन्छ फेसबुकमा? ल आउनुहोस् म तपाईँलाई सिकाउँछु। फर्स्ट अफ अल फेसबुक खोल्नुहोस्। फेसबुक खोलेपछि तपाईँको 3 डटवाला छ त्यसमा ओके गर्नुहोस्। त्यसपछि यो सेटिङ प्राइभेसी तल सेटिङ छ, सेटिङमा जानुहोस्। सेटिङमा गएपछि तपाईँहरू तल स्क्रोल डाउन गर्दै जाँदाखेरि तपाईँको यहाँ चाहिँ फ्लोर्स एन्ड पब्लिक कन्टेन्ट भन्ने छ, यसमा ओके गर्नुहोस्। यसमा तपाईँहरूले हु क्यान फ्लो मी पब्लिक गर्नुहोस्, हु क्यान सी योर फ्लोर अन योर प्रोफाइल पब्लिक, सबै पब्लिक गर्दै आउनुहोस्। र अब तपाईँले पब्लिक प्रोफाइल इन्फर्मेसनमा चाहिँ तपाईँको इच्छा अब फ्रेन्ड गर्नुहोस् अथवा पब्लिक गर्नुहोस्, आफ्नो इच्छा के गर्न चाहनुहुन्छ त्यही गर्नु होला। त्यसपछि तपाईँहरू यसमा चाहिँ यो सो मस्ट रिलेभेन्ट कमेन्ट फर्स्ट यो चाहिँ क्लिक गर्न अन गर्नु होला। अनि अफ फेसबुक रिभ्यू पनि अन गर्नु होला। यसै गरी ब्याक आउनुहोस्। ब्याक आएपछि हाउ पिपल क्यान फाइन्ड एन्ड कन्ट्याक्ट यु भन्नेमा छ, ओके गर्नुहोस्। यसमा चाहिँ हु क्यान सेन्ड योर फ्रेन्ड रिक्वेस्ट भन्ने छ, यसमा चाहिँ एभ्रिवान नगर्नुहोस्, फ्रेन्ड अफ फ्रेन्ड मात्रै गर्नुहोस्, सेभ गर्नुहोस्। त्यसपछि हु क्यान सी योर फ्रेन्ड लिस्ट ओन्ली मी गर्न सक्नुहुन्छ, पब्लिक पनि गर्न सक्नुहुन्छ। त्यसै गरी ब्याक आउनुहोस्। ब्याक आइसकेपछि तपाईँले अब यहाँ यतापट्टि कुनामा चाहिँ हेर्नुहोस्, त्यहाँ चाहिँ ओके गर्नुहोस्। त्यसपछि गएर तपाईँ अब यहाँ 3टा डट छ, यसमा ओके गर्नुहोस्। यहाँ गएर तपाईँ एकचोटि यसमा चाहिँ भ्यू एज हेर्नुहोस्। भ्यू एजमा गएपछि अब तपाईँको प्रोफाइलमा फ्लो बटन आउँछ। यसरी तपाईँले फ्लो बटन निकाल्न सक्नुहुन्छ है त। हस्, धन्यवाद।